हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरू सन्चै आराममा हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। आज चाहिँ म धेरै पछि भ्लग बनाउँदैछु किनभने म पाल्पाबाट कपिलवस्तु आइसकेँ अनि त्यहाँ आएपछि मेरो चाहिँ एक्जाम आइरहेको नि त, त्यही भएर म डेली भ्लग बनाउनु पाइरहेन। अनि त्यस्तो भ्लग नगरेको पनि धेरै भयो अनि त्यही भएर के गर्ने भनेर सोचिरहेको थिएँ। अनि अहिले चाहिँ हामीले नास्ता बनाउँदैछौँ बाबु र म मिलेर। अनि त्यही भएर भ्लगै स्टार्ट गरेको हात चाहिँ पिठीसँग छ होइन। हामी चाहिँ भान्सा आइसक्यौँ, यहाँ मैले आलु बसालिसकेँ। अब चाहिँ अब पिठो मुछ्न रेडी छु। बाबु चाहिँ नुहाएर फ्रेस हुँदै हुनुहुन्छ अनि अब बाबु आउनुहुन्छ, म पिठो मुछ्छु। अनि आलु पाकेपछि चाहिँ यत्रो बेर सल्लाह गरेर चाहिँ के भन्यो भने हामीले चाहिँ अब नास्ता के खाने भन्दा चाहिँ नास्ता अब समोसा खाने प्लान भइरहेको। अब ढङ्ग दुइटैको छैन, अब कसले अब कस्तो भन्छ हेरौँ। अब म पिठो मुछ्छु अनि त्यसपछि पिठो मुछेपछि चाहिँ आलु पाकेपछि बाबुलाई बोलाउँछु अनि मिलिजुली गर्छौँ। अब चाहिँ हामीले पिठो मुछेर सक्यौँ, ठिलाइसक्यो। अब त्यो चाहिँ कतिखेर हुन्छ। मैले चाहिँ बाबुलाई खुर्सानी काट्ने भन्ने काम लगाइदिइरहेको छु। भर्खर मैले चाहिँ पिठो मुछेर सकेँ नि त, अनि त्यही भएर अब यो सिटी फालेपछि चाहिँ हामीले अचार बनाउने हो। बाबु चाहिँ खुर्सानी लिएर आउनु, अब खुर्सानी काटिदिन्छ। काट्नु नि त। अब बाबुले चाहिँ अचार बनाउनलाई खुर्सानी काट्ने, धनियाँ काट्ने अनि भन्छ। धनियाँ चाहिँ म टिपेर ल्याइदिन्छु। यो चाहिँ हाम्रो खेत हो। हामी चाहिँ यहाँ धनियाँ खा उता पनि छ सन्दै। अब धनियाँ त सकिन लगाइसक्यो। अब धनियाँ टिप्छु, धनियाँ पनि राख्नु पर्यो नि त अचार बनाउनु भनेपछि त। त्यही हो, रेडी भइसकेछ। अब चाहिँ हामी मिलिजुली आलु फोक्छौँ। यस्तो अल्छी लगाइसक्यो, म भर्खर सुतेर उठिरहँदैन अनि त्यही भएर आलु चाहिँ पाकेछ तर धेरै नै पाकेछ कि खै कस्तो भयो। बाबुले बाहिर पखाल्न लानुभयो। अब आलु फोक्छौँ अनि आलु बनाउँछौँ होला। आलु यहाँ बाबुले चाहिँ आलु फोक्न थाल्नु। ऊ चाहिँ मेरो हेल्पर पनि हो। हामी हरेक कुरा मिलेर गर्छौँ नि त। रेडी बनाइसक्यौँ, यहाँ बाबुले कटिङ गरेर रेडी पारिदिनु हो। बाबुले चाहिँ Luke Roque Kadai Hanudo Rixa. अब हावा लगाइरह नि त, त्यही भएर ग्यास चाहिँ यस्तो गरिरह। त्यही भएर हामीले अब चुलामा बनाउँछौँ। अब फाइनल्ली बल्ल 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 हावा लाए पनि मैले चाहिँ आगो सल्काउन सफल भएँ। यहाँ चाहिँ बाबुले अचार बनाएर सकेर मैले चाहिँ के मिस्टेक गरेछु भने पिठो मुछ्दाखेरि थोरै नुन त राखेछु कि तर ज्वानो राख्नै बिर्सेछु। अनि फेरि बाबुले मुछिदिँदै हुन्छ। यता न हेलो भन्नु। हेलो हेलो, हात हल्लाएर यो हाम्रो भाउजूको खानाको भ्लग दुईजनाले नै हेर्दिन। मैले एउटा Oh ho! भएको कुरा गर्दैन। अब चाहिँ मैले यहाँ तेल तताउन राख्छु। तेल चाहिँ कति हो थाहा होइन, भित्र गरिनुपर्छ। अब चाहिँ हावा लगाइराख, ढोका तुनेर पकाउनु पर्ने हुन्छ। कालो कराही खोज्नु पर्यो होइन। अब यहाँ सुरु भयो बेल्न। म चाहिँ आत्तिर पहिले आगो फुकेँ, बुद्धि सुद्धि छैन मेरो। फुल चाहिँ कत्रो काटेर दिन्छ र बनाउँछु भने बस्न भर्खर बेल्दैछु। हाम्रो बाबु चाहिँ धेरै बोल्नु न अरे, लाज लाग्छ अरे। टिकटक त बेइज्जत गरिस् अब भ्लगमा बेइज्जत गर्न लागिस् भनिरहनु भयो मसँग। तर त्यस्तो चाहिँ किन बनाइस् चाहिँ भन्नु न। अब चाहिँ मैले यहाँ सुरु गरेँ, यहाँ आगो बालिसकेँ, आगो खेर गइरहेँ। मैले चाहिँ यहाँ बेलेको बेलेछु होइन, यति बेलिसकेँ। बाबु एउटामा भर्न जान्दैन रे, ठुलो भयो रे। हामी चाहिँ दुईजनै ढङ्ग नभएको रहर गर्नेवाला मान्छे हो होइन। बाबुले भन्न कि त्यो भएको अचार जति एउटैमा हाल्ने जति बनाएर मैले ठुल्ठुलो बेले, त्यही भएर मैले सानो बेलिदिरहेको। हामीले चाहिँ तेल बसाल्यौँ समजको माना। अब चाहिँ उहाँ बेल दिनुहुन्छ अरे, मैले बनाउन भनिरहनु भयो। यहाँ काटेको छ, अब मैले चाहिँ बनाउँछु यहाँ तेल तात्तुन्जेलसम्म। त्यही हो। के भन्नु हो तपाईँलाई? छैन, यस्तै झन्झट लगाइदिइहाल्नु भयो क्या। चाहिँ समोसा हाँस्नु न। हामी चाहिँ समोसा बनाइसक्यौँ होइन, सबै चाहिँ सकेको छैन। मलाई कति बन्दैछ, यता बन्दैछ, यता भर्नै बाँकी छ। अब पुग्छ अरे। बाबुले चाहिँ आलु राखेर अरू पुरी बनाएर खाने रे। हामीले चाहिँ यो थोरै बनाइछौँ अनि धेरै पनि छैन, 4जना त हो। यता चाहिँ बन्दैछ के। अनि त्यसपछि पिठो बचेको भएर चाहिँ हामीले यहाँ पुरी बनाउँदैछौँ। म बाबुले चाहिँ पुरी बनाउँदै हुनुहुन्छ। अब चाहिँ म चटनी पिस्न जान्छु। टमाटर चाहिँ पोलेर सकेँ।
फाइनली हाम्रो चटनी पनि बनेर रेडी भयो है। दुई थाल चटनी बनाउनुपर्छ किनभने यसमा टिमुर राखेर यसमा चाहिँ नराखेर बनाएको। यो चाहिँ बाबालाई हो नि त, बाबाले टिमुर राखेर खानुहुन्न। त्यही भएर ऊ बाबुलाई चाहिँ भोक लागिसक्यो अरे, 6 बज्दासम्म नास्ता दिने सुनेको खाना सुरु भइसक्यो। सबै नभन्नु मम्मीसँग नि हामीलाई अहिले सँगै एक दुईवटा खानु न अहिले। अब मम्मीहरू नि आउँछ होला, अनि फेरि बाख्रा पनि लिन जानु, मम्मी बाख्रा हेर्न जानु नि त, बाबा पनि सायद त्यतै जानु होला। अघि चाहिँ आउनुहुन्थ्यो बाबा, बाख्रा लिएर आउँछौँ अनि त्यसपछि हामीले चाहिँ नास्ता भनेर चाहिँ खान्छौँ। अहिले मम्मीसँग खाइरहेछौँ, हाम्रो भात चाहिँ छ यहाँ। बाबालाई चाहिँ धेरै भोक लागेर उहाँ खरो पल्टेर बस्न खान्छ होइन, उहाँ गम कि गम खानु नबोली नबोली। कस्तो छ खै, कस्तो भयो कुनै भयो भोक लागेर, त्यो त मलाई थाहा भएन। उबाउ पनि त्यो हुन्छ पानी हाल्नु। अब चाहिँ हामी बाहिर लिन जान्छौँ, बिचरा मम्मीहरूले चाहिँ काम गरेन, हामी चाहिँ घर सुत्ने खाने नास्ता यस्तै हो। अब चाहिँ मम्मीहरू आन्छ अनि फेरि मम्मीहरूसँग अनि फेरि खान्छौँ हामीले, हामी चाहिँ खान्छौँ। अझ स्पेसल हाम्रो बाबु खान्छ हो, भात खाएर हात छुटेर आएपछि भोक लाग्छ भन्नुहुन्छ। त्यही हो। अब चाहिँ हामी चाहिँ हिँड्यौँ खेतमा। अब चाहिँ चापी लाएर उबाउ पनि पछि पछि आउँदै हुन्छ। लुरुङ लुरुङ यो चाहिँ हाम्रो भैँसी छ यहाँ, राम्रो भैँसी गोबर हाम्रो खेत यहाँ पनि हो। बिहान चाहिँ हामी कति ज्ञानी भएर यत्रो देवर भाउजूले यत्रो मकै खानु, यता चाहिँ बाँकी छ। भोलि बिहान खानु र हावा नि लाग्छ नि, धुलो उठ्छ नि त, अनि त्यही भएर कराइराख्नु हो। चुक्की लागेको थियो क्या नि त जानु। फेरि म कन्फ्युज भयो कि भान्साको ढोका लगाएको भन्ने कुरा, अनि त्यही भएर फेरि बाबुलाई पठाइदिएँ। ए हाम्रो खेत यहाँ हाम्रो खोज चाहिँ त्यो हुन्छ, यता प्लास्टर नै गरेन, अगाडि मात्र गऱ्यो, सायद ढोका लाग्छ, त्यही भएर बाबु फर्केर आइसक्नु। हाम्रो मम्मी गएको थियो बारी खेत हो बाख्रा लिएर। अब चाहिँ हामी खेतमा जान्छौँ, मम्मी चाहिँ त्यहाँ बसिराख्नु हो, देखि त देखेँ, यहाँबाट चाहिँ देखेन होला। मम्मी भन्छ बाबा चाहिँ कहाँ कता जान्छ भने देखेको छैन। हाम्रो घर चाहिँ त्यहाँ हामी यहाँबाट आएँ, यहाँ चाहिँ अर्डर फरिराख। कस्तो राम्रो सनसेट हो। दामी बाबु चाहिँ त्यहाँ हुनुहुन्छ, अघि गइसक्नु, म चाहिँ आउँदैछु। त्यसलाई सनसेट नै भन्छ न, खै के भन्छ थाहा छैन, सायद त्यस्तै भन्छ होला क्या। आउँदैछौँ, मम्मी चाहिँ उहाँमाथि हुनुहुन्छ। बाबुले मैले चाहिँ बाबुलाई फोटो खिचिदिनु भन्छु, कराउनु पनि सक्नुहुन्छ, खिचिदिनु पनि सक्नुहुन्छ, घर हुन्न खिचिदिनुहुन्छ। ओ आज चाहिँ एकैचोटि अब मान्नु नै भने चाहिँ मान्नुहुँदैन। यो चाहिँ हाम्रो खेत हो, कति दामी आयो क्या भिडियोमा तर। हाम्रो खेत हो, यहाँ बेचेटी थुप्रो लानु मसुरा थियो हालेर सक्यौँ। अब चाहिँ भैँसी बाख्रा चर्ने हो। यहाँ बाबु मैले भने कति राम्रो राम्रो निकालिदिन्छु, मेरो फोटो भने एउटा राम्रो आएन। अनि त्यहाँ बाख्रा मम्मी चाहिँ खोइ होइन, यता नि हाम्रो बाख्रा चाहिँ उहाँ माथि छ। हामी चाहिँ बाख्रा लिन हाम्रो ठाउँमा आइसक्यौँ। अनि तर बाबा चाहिँ यहाँ आउनु छैन अरे, बाबा चाहिँ कहाँ जानु त थाहा भएन। मम्मीले चाहिँ उहाँ दाउरा साउरा के ठिक पार्दै हुन्छ। यहाँ काँडा यिनी सबै हाम्रो बाख्रा हो। मम्मी चाहिँ के हो त मम्मी त्यो फले खा, त्यो चाहिँ सिप्चना हो अरे। यही बाख्रा छ, अब हामी बाख्रा लिएर जान्छौँ। बाख्रा चाहिँ लतान्छ, भिडियो बनाउनु मिल्दैन। मम्मी चाहिँ अब बाख्रा सबै खुल्ला रहेछ नि। उता चाहिँ जान, अब चाहिँ हामी जाने घर। हाम्रो बाबु चाहिँ यस्तो ज्ञानी हुनुहुन्छ नि है, अरूले हो मेरोमा बिचरा अब सल हात बाँधेर हिँडिरहेको हुन्छ नि, हाम्रो बाबु चाहिँ बाख्राको रसी बाँधेर हिँडिराख्नु छ। ए मलाई चाहिँ बाख्रा लतार त्यसको बाद फाइनली हामी चाहिँ बाह्र साह्र थुनिसक्यौँ। बाख्रा चाहिँ लताइरहेको थियो, त्यही भएर यहाँ फटाफट थुन्छौँ हामीले। उताभित्र बाख्रा थुनिहाल्यौँ। अनि फेरि मम्मीले नास्ता भने मैले नास्ता दिइसकेँ। अब हामी चाहिँ अघि भर्खरै खाएको हो, त्यही भएर केही पनि गरिनँ। ए मम्मीले खानु हो, मम्मी बाबा आउँछ, मम्मी बाबु फेरि खोज्न जानु हौ त। अब चाहिँ हामी सबैजना मिलेर नास्ता खान्छौँ। अनि फेरि भरे फेरि भात पकाउँछौँ, गरिदिनु नि त। आजलाई यति, भाउजूको भलक अब हेरेर नहाँस्नु होला, धेरै बरु रुनु होला, नहाँस्नु होला भन्दै अब अरू इन्डिङ भाउजू बिदावारी भाउजू तर्फबाट
हामीले भ्लग बनाउँछौँ अब भरे चाहिँ एडिट गर्नु पर्छ अब खाना बनाउने अन्य बेला भयो आजको भ्लग यति नै हजुरहरूलाई हेरेर कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्नु चाहिँ नबिर्सनु ल अब चाहिँ अर्को भ्लगमा भेटौँ ल अर्को भ्लग चाहिँ कहिले आउँछ थाहा छैन मेरो चाहिँ एक्जाम आइरहेको तर नि आज यता टाइम दिनुभएपछि चाहिँ बनाऊँ न भनेर बनाएको रेगुलर भ्लग चाहिँ मैले बनाउनु भ्याउँ न Thank you for watching.